यो चाहिँ एकदमै राम्रो खालको ब्रिज हो। यहाँबाट हामी हाई गर्छौँ। एकदम यो चाहिँ गाडी हिँड्ने ब्रिज होइन, हाँसी चाहिँ मान्छे हिँड्ने हो। दुईजना भएर अगाडि बढ्दैछौँ अनि मैले यतापट्टि फेरि क्यामेरालाई मोडेँ। यो अघि हामी आउने ठाउँ हो। एकदमै राम्रो सिकी टाउन सिटी हल पनि देखिरहेछ अनि नदीहरू पनि देखिरहेछ यहाँबाट होइन। त्यहाँ ग्राउन्डहरू पनि छन्। एकदम युबे भनिरहेछ नि बुढीले, युबे भन्ने। चाहिँ तल नदीमा सायद नदीमा चाहिँ माछा मार्दै रहेछ हो तर ढङ्गले पछाडि सितेर हुने। यहाँ चाहिँ नदी हो। दोभान नदीको दोभान रहेछ, त्यही नदीको दोभान हो। पर पनि दुईजना जोडिदिएको छ, छातामा बसिरहेका छन्। यता चाहिँ हामीहरू कुदिरहेका छौँ। त्यही त नि बल्छी हानिरहेछन् क्या। तल चाहिँ फुल पनि रोपेको छ। नदी हेलो गाइज, आज चाहिँ सिकी टाउन अफिसको वरिपरि छु। यहाँ सिकी सिटी टाउनको छेउमा चाहिँ नदी रहेछ। दुईवटा नदीको दोभानहरू देखियो। त्यसपछि वरिपरि पुरै गाडी छन्। वारिपाखा सहर रहेको छ। यता पनि पुरै चाहिँ घुमफिर गरिरहेको छ। गाडीमा पनि घुम्न आएको एकदम रमाइलो ठाउँ रहेछ। यहाँ चाहिँ पुरै गएको छ कि क्या, पुरै चाहिँ चिल्ड्रेनहरू खेल्ने ठाउँ रहेछ। पार्क रहेछ, पुरा खेल्ने पार्क रहेछ। पुरै त्यहाँ चाहिँ घुमी सफा गर्ने रहेछ, डोजर भन्छ हामी नेपालीमा। पार्क चाहिँ एकदम राम्रो छ, सब पिच गरेको पार्क छ। यसरी एकाएर मैला छ। वहाँ चाहिँ पुल रहेको छ, गाडी हिँड्ने पुल हो त्यो। पुरा चाहिँ अब गाडी भाइएर अघि बढ्दैछ। यतापट्टि चाहिँ पुरै नदी रहेको छ, नदीको दोभान हो। यो दुईवटा नदी मिसिएको ठाउँ रहेछ। यहाँनिर चाहिँ वारिपाखा पुरै सहर रहेको छ। मैले भिडियो गर्दै थिएँ। यतापट्टि चाहिँ स्याक्सो हो, सिकीको स्याक्सो सेन्टर। स्याक्सो सेन्टर भने सिकी सिटी टाउन हल हो त्यो चाहिँ। त्योभन्दा यतापट्टि ब्रिज रहेछ हाँसी। त्यसपछि गएर यता यो नदी भइहाल्यो तल।
नदीको तटहरूमा पनि पुरै चाहिँ राम्रोसँग वालहरू लगाएको छ एकदम पिच रहेको छ यतापट्टि पनि पुरै चाहिँ ग्राउन्ड नदीको वरिपरि चाहिँ पिच रहेको छ एउटा दुईजना भाइहरू चाहिँ जिरो हान्डाबाट जुस निकाल्ने भनेर कसिराखेका छन् तर कुराहरू सिस्टम मिलिरहेको छैन यो चाहिँ अहिले दिउँसो कुकुर लिएर चाहिँ डुलिराखेको देखिन्छ चुइखा प्रयोग गरेर चाहिँ भाइहरूले चाहिँ जुस खाँदैछन् मिल्यो जिदो हान्दाबाट जुस निकाल्ने तयारी छन् चुइखा प्रयोग गरेर केटाहरूले सिस्टम मिलाउन सकेन जस्तो 100 रुपियाँ देखिरहेछ के हो पुरै चाहिँ बात क्युआर कोड पनि देखाइरहेछ अर्कोमा गरेन अर्कोमा छैन नि त अनि यो ब्याग कसरी हुन्छ सक्यो त्यो त सकेको रहेछ यहाँ चाहिँ एउटा फ्याक्ट्रीको छ कुनै परेन छ यहाँ पनि कुरा मिलेन नि त भाइहरूको सिस्टम मिलेन यहाँको चाहिँ जिरो हान्दाको मिल्छ कि मनी स्टार पनि खाने भाइहरू महँगो भनेर तर्सिसकेको छ भाइहरू चाहिँ उता कुद्ने छन् म चाहिँ आज पुरा चाहिँ भ्लग बनाउने भनेर चाहिँ आँटेको काम चाहिँ पुरा गर्नुपर्छ भन्थेँ यो चाहिँ पार्क रहेछ राम्रो पार्क छ हाम्रा भाइहरू चाहिँ अगाडि बढिरहेछन् पार्कमा होइन ठक्का लगाएर चाहिँ जापान फुलहरू यस्तो हुन्छ नि नदीहरू चाहिँ दुईवटा नदीको दोभानमा पो आइपुगेछ हौ हामी दोभानमा होइन पारी पुल रहेछ त्यहाँदेखि चाहिँ जाउँ पारी पाखाबाट जाँदा हुन्छ त यतापट्टि पनि गाडी नै हो पुरै नदीको छेउछेउ पनि यस्तो होइन पुरै पिच गरिरहेको छ हाम्रो नेपालमा चाहिँ छैन हिँड्ने बाटो पनि पिचै छैन त्यही फर्किँदैछ ग्राउन्ड पनि बबाल छ हो यहाँ हामी उतापट्टि मर्छौँ पात जस्तै देखिन्छ यार यो त तर मोजी भन्छ नेपालको फुल सिक्कीको स्याक्सोको चाहिँ यो अगाडिको भागमा चाहिँ यहाँ ढुङ्गामाथि ठडाएर राखेको रहेछ पिल्लरमाथि कता जाने